र तपाईँहरूलाई थाहा थियो यहाँनिर पनि यस्तो जग्गा छ भनेर जाँदैछौँ अगाडि हिँड न यताबाट र अगाडि एड्रोन र अहिले आज त हामी चाहिँ हिँड्छ सेल्पुवाको र आज चाहिँ हामी खोलातर्फ जाँदैछौँ है धुप्पी गाडी जाँदैछौँ के कस्तो लाग्छ कमेन्ट गर्नु होला एड्रोन हिँड्दैछ अगाडि हो उसको नाम चाहिँ एड्रोन हामी चाहिँ हाम्रो घर चाहिँ यहाँ माथि हो नि त बाटो चाहिँ उताबाट खासमा हामी चाहिँ त्यहाँ गुफा हेर्दै आएको थियो अन्त यस्तै छ अगाडि एड्रोन हिँड्दैछ पछाडि म हिँड्दैछु हो र हामी चाहिँ यहाँ खोलामा आइपुगिसकेर छौँ जतिले नि खोला चाहिँ यस्तो छ सानो छ हो र हामी अब खोलामा गएछौँ यहाँनिर चाहिँ अरिमठी हिँड्दै रहेछ हो तपाईँहरूले पनि यस्तो खोला देख्नु भएको थियो यहाँ हेर्नुहोस् यस्तो धारा छ यहाँनिर यस्तो कुवा छ हो तपाईँले यस्तो भिडियो देख्नु भएको थिएन भने आउनुहोस् त्यो भिडियोमा देखाउँछु म तपाईँहरूलाई पनि है एकदमै चिसो पानी छ आउनु अगाडि हाम्रो गाउँको धारा चाहिँ यो हो पानी उयो गर्ने धारा चाहिँ तल छ तर यहाँनिर पनि पलाएको पानी हो एकदम दामी चिसो छ पानी धारा हो अर्ग्यानिक भिडियो आउँछ हामीपट्टि चाहिँ र यहाँनिर चाहिँ पा हन्टिङ भिडियो पनि ल्याउनु सक्छौँ हामी हो र त्यो भिडियो चाहिँ ल्याउनु कि नल्याउनु कमेन्ट गर्नु होला यहाँ हेर्नुहोस् न यो के हो देखो न गाइस के ये क्या है यहाँबाट लड्यो भने त ऊ तल भिरमा पुग्छ भन्नु पनि सक्दिनँ हो पानी त सुकेछ त यहाँको नि अन्त यस्तो पानीमा चाहिँ पा पाउँछ यतातिर म्यागी पकाएर खाएको भिडियो पनि ल्याउनु हो भने चाहिँ भन्नुहोस् है ल्याइहाल्छौँ है हामी यतातिर र अहिले त हामी फाइनली आइपुगिसक्यौँ झोडीबाट बाहिर र अब हामी जाँदैछौँ तलको खोला यता चाहिँ बाँसको ताँबाहरू पनि पलाउँथ्यो हो अहिले त पलाउँदैन भोलि पर्सि पलाउँछ म त्यो पनि देखाउने नै छु भोलि पर्सि हेर्दै गर्नु होला हामीपट्टि त जङ्गलतिर पनि यस्तो दामी फुलहरू पाउँछ हो यो फुलको नाम चाहिँ के हो ढोक्रे फुलहरू पनि दामी फुलिरहेको छ यहाँनिर त्यो जग्गाको नाम अनुसार हुन्छ हो र यहाँनिर चाहिँ ढोक्रे फुल भन्छ कस्तो अर्ग्यानिक देखिरहेछ हौ हाम्रो हुनु पनि च्यानलै अर्ग्यानिक हो
है सबै अर्ग्यानिक च्यानलहरूको भ्लगहरू मात्रै आउँछ यो च्यानलमा चाहिँ हो एकदम हामीले खोला आइपुगिसक्यो फाइनली हो एकदमै दामी तरिकाले पानीहरू बगिरहेछ यस्तै छ है हाम्रो तलको नजाराहरू चाहिँ अब यहाँ अलिकति सर्टहरू हेर्नु होला सर्ट सानो सानो खोलाको पानीको है अब चाहिँ हामी घरतिर लागेको रेसहरू र यहाँनिर चाहिँ गुफा आइपुगिसक्यौँ हामी घर मुनिको गुफा हो बाटो चाहिँ यताबाट तपाईँलाई गुफा पनि अलिकति देखाइदिउँ न भनेर जाँदैछु म चाहिँ है र गुफा चाहिँ यस्तो चाहिँ बाहिरबाट चाहिँ कुछ यस्तो छ नजारा र यहाँनिर गुफा छ भनेर चाहिँ हतपत कसैलाई पनि थाहा छैन हो त्यो भनेर चाहिँ देखाऊँ भनेर चाहिँ भिडियो बनाइरहेको छु यस्तोबाट चढ्नुपर्छ कि ल सबैजनाले दर्शन गर्नु होला है गुफा हाम्रो है यहाँनिर चाहिँ र म यहाँभित्र पनि पसेको भिडियो मैले धेरै हालिसकेँ युट्युबमा हो सबैजनाले हेर्नु त हुन्छ तर लाइक एन्ड सेयर गर्नु हुँदैन है यहाँभित्र चाहिँ के छ भनेर म तपाईँहरूलाई अर्को भिडियोमा भन्छु पार्ट 2 चाहियो भने पार्ट 2 भनेर लेख्नु होला है यहाँभित्र चाहिँ यस्तो खासियतको कुराहरू छ म त्यो कुराहरू पनि मान्छेलाई लिएर अगाडि राखेर देखाउने नै छु हजुरहरूले कमेन्ट गर्नु होला है यहाँनिर चाहिँ यस्तो छ म्याप पनि छ जस्तो छ इन्डियाको म्याप पनि छ हो यो चाहिँ के जस्तो छ देखिहाल्नु होला हो र यहाँ कसले मौरी टुर राखेको छ यस्तो छ क्या यहाँ दुलो चाहिँ यत्रोबाट छ तर यहाँभित्र त बिल्डिङ घरभन्दा ठुलो छ क्या घर ठुलोभन्दा ठुलो फुलहरू दामी फुलिरहेछ आफै फुलेको यो जङ्गलमा फुलहरू धुप्पीहरू पनि आफै उम्रेको भन्नु पनि सक्दिनँ होला हो अनि यत्रोबाट गुफा यहाँ यस्तो छ भनेर कसैलाई पनि थाहा छैन है खासमा चाहिँ हो पार्ट 2 भनेर कमेन्ट गर्नु कति टाइम पनि लाग्दैन र लाइक गर्नु होला सब्सक्राइब गर्नु पैसा लाग्दैन है ल गाइसहरु आजको भिडियो के कस्तो लाग्यो मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला आजको भिडियो यति नै है त नेक्स्ट भिडियोमा भेटौँ यही गुफाको भिडियोमा